व्यक्ति ज्ञानेन्द्र शाहप्रति अहिले पनि मेरो सम्मान छ। ओके, कहिले पनि ज्ञानेन्द्र शाह देश छोडेर भाग्नु भएन। तपाईँ र म भए के गर्थ्यौँ सोच्नु त? आफ्नो बाजेको विरासत, देशको एउटा श्री 5 महाराज परमाधिपति श्रीपेज लाएर बस्ने होइन, त्यो व्यक्ति सिधा आफै गाडी चलाउने एउटा नागरिकको रूपमा रूपान्तरण भएको छ। म निर्मल निवासभित्र एक समय उहाँसँग समय लिएर जाँदाखेरिमा त्यहाँभित्रको वातावरण देख्दा त मलाई दिक्क लागेको थियो। त्यो राम्रोसँग त्यो झाडी साफ पनि गरेको थिएन क्या। सुरक्षाकर्मी पनि ठुलो सङ्ख्यामा थिएन। अहिले कति छ मलाई थाहा छैन। मैले उहाँलाई भेटेको 1.5-2 वर्ष भयो। के थियो त्यो भेटको उद्देश्य चाहिँ? सामान्य भेटघाट? मैले खास 100 प्रश्नलाई समय माग्नलाई अनुरोध गरे हो। मलाई 25 मिनटका लागि समय प्राप्त भएको थियो। तर एउटा चिज चाहिँ मलाई गजब लाग्यो। मैले पहिला पनि भनेको छु, मैले भेट्दा उहाँ 76 वर्ष 76-77 वर्ष कतिको हुनुहुन्थ्यो कि 2004 मा उहाँ जन्मेको छ, 78 मा 76 वर्ष जतिको हुनुहुन्थ्यो। ट्र्याक सुट लाएर बस्नु भएको थियो। यति स्मार्ट कि मभन्दा उहाँ यङ देखिनु भएको थियो। ओहो, त्यो त पाइयो नि त। पाइयो, त्यो त पाइयो नि, होइन त? अनि हामी 1 घन्टा 25 मिनट संवाद गऱ्यौँ। उहाँले मलाई राजेन्द्र बस भन्नुभएको थियो, अझै कुरा गर्न खोज्नु भएको थियो। मैले तपाईँलाई मलाई दिएको समय 25 मिनट हो, 1 घन्टा 25 मिनट भयो, म गएँ भनेर हिँडेको। नन रिकर्डेड। पछि हामी सोल्टीमा भेट भयौँ। त्यहाँ मैले अब हामी कहिले संवाद गर्छौँ भनेको, धैर्य गर न राजेन्द्र, पालो आउँछ भन्नुभयो। कहिले आउँदो रहेछ मेरो 100 प्रश्न सकियो तर पालो आएन। तर मेरो एउटा चिज चाहिँ के भने, व्यक्ति राजा, केही राजाहरूप्रति मेरो आदर छ यो मुलुक बनाउने कुरामा पनि। केही राजाहरू जो भए उनीहरूले यो मुलुकमा आफ्नो विरासत पनि कायम गर्न सकेनन्। आजको दिनमा एउटा प्रजातान्त्रिक मुलुकको नागरिकको हिसाबले भन्नुपर्दा चाहिँ म यति चिज भन्छु, यसले मलाई विवादित बनाए पनि बनाओस्। तपाईँ जन्मको आधारमा श्रेष्ठता हुने व्यवस्था असल होइन। तर राष्ट्र प्रमुखका रूपमा दलको मान्छे जाँदा उसले पुरै राष्ट्रको प्रतिनिधित्व गर्न सक्दो रहेछ। त्यो त हामीले देखाएको छौँ नि त। त्यसो हुँदा यसको मध्यमार्गी समाधान के हो, त्यो विषय छलफल गर्दा हुन्छ। तर म यति चाहिँ भन्छु, म निरङ्कुश राजतन्त्रको पक्षधर मान्छे कहिल्यै थिइनँ, कहिल्यै होइन। भन्नाले संवैधानिक राजतन्त्रको पक्षधर त्यसो भनेकै छैन। म जन्मको आधारमा राजा हुने कुराको त्यस्तो धेरै समर्थन गर्दिनँ। भनेपछि अहिलेको व्यवस्था ठिक छ? भनेपछि अहिलेको व्यवस्था त ठिकै छैन नि। अहिले त व्यवस्थाभन्दा अस्त व्यवस्था त छ नि। बिजोग छ दाइ अहिले? म गणतन्त्रको विकल्प गणतन्त्र नै हो भन्ने अर्थमा बुझ्छु। यहाँनिर सुधारको जरुरी छ। ओके, व्यक्ति सुध्रिनु पर्यो नि, होइन दाइ? मैले यो व्यवस्था त झन् ठिकै नै छैन भने फेरि गणतन्त्र पनि ठिक छैन भने हो भन्ने अर्थ लाग्यो। यो अव्यवस्था